हेलो एभ्रिवान, नमस्ते, छ्याजलो, फेरि पनि स्वागत छ सपु गुरुङ अफिसियल युट्युब च्यानलमा। सन्चै हुनुहुन्छ होला आई होप। म पनि एकदम ठिक छु, सन्चै छु। म सपना गुरुङ पोखराबाट। अनि आज हाम्रो चाहिँ विशेष के छ भने आज चाहिँ मेरो परिवार अनि साथीहरू बहिनीहरूसँग बहिनी ज्वाइँहरूसँग घुम्न जाने प्लान छ। अनि घुम्न चाहिँ कहाँ जाने भने घुम्न चाहिँ हामी इको भिलेज कि के भिलेज मलाई भन्न आउँदैन। जान त म पहिला नि एकचोटि गएको छु त्यो ठाउँमा, मलाई भन्न आएन नाम। अनि त्यहीँ जान्छु। एकदमै हतार भएको छ, समय चाहिँ धेरै गइसक्यो किनकि 3-4 बज्न लागिसक्यो। भर्खर घरबाट निस्किन एकदम पानी पर्ने जस्तो छ। हेरौँ कस्तो हुन्छ। मैले चाहिँ भिडियो घरबाट स्टार्ट गरेको छु। बाटोबाट भिडियो लिन सक्यो भने लिन्छु, नआयो भने माथि नै गएर भिडियो लिनेछु साथीहरू। अनि मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्छ, मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न पनि नभुल्नु होला भन्दै माया गरिदिनु होला। अब चाहिँ भिडियो अनि जान्छु। अनि भिडियो चाहिँ म बाटोबाटै बनाउँछु होला किनकि यहाँबाट बाबु नानीहरू लिएर जानु छ। अनि बाटोमा गएर साथीहरू भेट्नु। आज चाहिँ साथीहरू धेरै नै छ माथि जानलाई। अनि परिवार अनि बहिनी ज्वाइँ अनि बहिनी 6 जनाहरू नि छ। हामी सबै सँगै जान्छौँ। अनि माथि गएर माहौल कस्तो हुन्छ, कतिको भिडियो लिन सक्छु हेरौँ है त। जाम अब तपाईँहरू पनि मसँगै। हामी कहाँ जानु लाग्यो केटाकेटी? इको भिलेज हेर्न जाने बच्चा त मुखमा मास्क लाएर निदाइछन् बरा मेरो छोरा त। अझै नि नबनाइरहेछ त नि, यो त यस्तै रहेछ। अस्ति हामी आउँदा नि यस्तै थियो। फेरि अब कत्रो गएको। हामी आज चाहिँ इको भिलेज जाँदैछौँ। अलि छेउतिर सटिन तिमीहरू। केही फाल्न पर्थ्यो, तिमीहरूलाई देखेर होला के? आयो कति आउँछ यो चाहिँ। बाटो चाहिँ बीच बाटोमा अफरोड गाह्रो भयो। आयो सहर गाउँतिर आउनु पनि चिसो हुँदो रहेछ। कहाँबाट आएको यो मकै खोला त यही माथिबाट रहेछ। कति बिदा हो ठिकै भयो। सबै फर्किने बेलामा हामी जाँदा
नत्र भने त्यो भिडियो पढिदिन्थ्यो नि है दाइ अब त कोही त खाएर त्यहाँ फोटो खिच्न लगाएको होला कोही हिँड्न लगाएको होला अब त हामी ठिक्क खाली उसमा पुग्यौँ कि detector. Hello guys. के छ गाइज स्टडी छैन गाइज तर तिमीहरू जस्तोको तस्तै आँखा गाइज हाम्रो हालत खराब छ बच्चा सुतेर झन् साह्रो बिजोग छ सब फर्केछ कि ठिक गरेछ हामीले बोल्नु त नि साथीहरू अगाडि अगाडि हामी पछाडि पछाडि यता होइन दाइ यता हो ए हो देखाएको नि आयो 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 अन्त नि आमा कुद्नुपर्ने गाडी त यहीँबाट त्यहाँ कि गाडी आउनु चाहिँ दाइ माथि त खाली होला नि है त नि त्यत्रो त आयो ए यो गाडी उ गर्नु रहेछ गाडीको बाटो सानो भएर यस्तो छ है हाम्रो ठुलो गाडी सानो गाडी भेट भएपछिको भिलेज जानको भिड ओ माई गड हामी जाँदा यस्तो थिएन है अहिले त डेन्जर जानेको लरको नि उति नै छ आउनेको लरको नि उति नै छ
ल है हामी चाहिँ अलि नजिक 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 आइपुग्यौँ जान चाहिँ धेरै नै माथि छ तर चाहिँ करिब करिब नजिक आइपुग्यौँ मलाई चाहिँ माथिकोमा भन्दा यो तलकोमा त्यो पिङ भएको ठाउँमा जान मन लाग्थ्यो के गर्नु जाने त माथि हो हामी व्यापार गर्न लागि हेर्नु दाइ ए आम्मीजी यहाँको मान्छेलाई यस्तै गरी गरी यहाँ उ गर्ने भयो कि कमाउने भयो यो हो नि तरिका म नि चटपटको एउटा ठेला लिएर आउँछु भाइ भोलिबाट त है दाइ हामी आयौँ है आयौँ ए अहिले त निकै अर्कै बनाइदिएछ कि त्यो त जानेर पुगेन मलाई चाहिँ यहाँ जान मन लाग्छ कि सबै मिल्यो भने बस्नुलाई है दाइ हामीलाई न्युरो खोज्दै जाउँला है दाइ भरेलाई तरकारी पाउँछ होला नि दाइ यस्तो छ ऊ तर जुको डेन्जर आउँछ होला पहिला त त्यही जुको भएको ठाउँमै बस्यो दाइ आजकल त जुको देख्नु डराउँदो रहेछ मान्छेले नाटक भन्न तर डर लाग्दो रहेछ यो गण्डकी रेम्बो टावर यो चाहिँ पहिल्यैदेखि सुनेको हो त आउन नि मान्छेहरू बेसरी आयो यहाँ नि तर यो भन्दा नि माथिको चाहिँ अहिले बेसरी यहाँ र तलको दुइटैको व्यापार भयो कि चार्की मेरो मोबाइलबाट राम्रो भिडियो नआए पनि हेर्नु है साथीहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ प्रायः जस्तो त आइसक्नु भयो यहाँ कस्तो दामी देखेको हामी चाहिँ यो ठाउँ छोडेर माथि जान लागेको साथीहरू बाटो त यस्तो खतरा रहेछ हो साथीहरू बनाउँदै रहेछ हामी चाहिँ ट्याक्सीमा यो चाहिँ हाम्रो टोली दाइ हामी झर्नुपर्छ ओइ के भयो नसके झर डर बाटै त हो नि है दाइ यो डरै त हो नि हामी चाहिँ फाइनल्ली आइपुग्यौँ इकोभिल छ माई गड मेरो क्यामेरा चाहिँ लास्टै 4 भइछ फाइनल्ली आइपुग्यौँ है हामी इकोभिल पहिला यस्तो थिएन अहिले त खत्रै भइछ कति मान्छे नगरेको हामीलाई पनि माथि जान दियो हुन्थ्यो नि त अनि अहिले त यो सबै बनाइछ हौ लहै बनाइछ धुपुट आयो भन्दा अब त्यसलाई अहिले त यस्तो भएछ गुडनेस फाइनली हामी चाहिँ आइपुग्यौँ आज त यतिको भिड छ आइपुग्यो है मेरो साथीहरू चाहिँ उहाँ छ यहाँको दृश्य चाहिँ यस्तो छ यहाँको चाहिँ सानो यता आउनुहोस् त यता हेर्नुहोस् त हामी कहाँ आएको आमा कस्तो लाग्यो आशिक कस्तो छ 1 घण्टा
गाडीमा चढेर आउँदा चाहिँ अलि डिसपोइन्टेडै छु या त्यत्रो घाट दुखायो त पनि हेर म माथि गएपछि हेर्नु है त खन्द्र के को आमा जन सारी बे लुंगी खे खै खे को पढ्नु भयो आज यहाँ चाहिँ हामी चाहिँ यसरी भेटियौँ सबैसँग यस्तो डेन्जर डाँडो काँडा हामी चाहिँ यहाँ घुम्न आएको छ यसरी हावाहुरी भएको छ यता चाहिँ मेरो बच्चाहरू चाहिँ त्यहाँ खेलिराखेको छ दिदी भाइ मेरो बच्चाहरू खेलेको हामी चाहिँ यस्तो ठाउँ छ अझ हामी चाहिँ यता ठाउँ चाहिँ यस्तो भएको छ यस्तो छ हामी चाहिँ फर्कियो अब चाहिँ तलको उसमा जान्छु किनभने बेसरी यहाँ त एकदम हावाहुरी भयो अनि धुलोले चाहिँ आँखै नदेख्ने भयो हामी चाहिँ माथि इको भिलेजको गएर अनि फेरि यहाँ तल रेम्बो टावर माछा खानलाई आएको तर लास्टै पानी परेको छ यस्तो यहाँको बिजोग छ हाम्रो बिजोग छ आज लखट्यो हावाहुरी भएर हामी चाहिँ रेम्बो टावरमा आइपुग्यौँ यहाँ आइपुग्यौँ यहाँको माहौल चाहिँ यस्तो केही त केही छैन साथीहरू पानीले त्यसरी आउन मन थियो आउन पायो हामी चाहिँ यहाँ आइपुग्यौँ पानी नपरेको त यहाँ पुरा कस्तो सत्ता हेर्न हुन्थ्यो के अरे ओइ दाइ चाहिँ खाजा खान लागेको सिर्जना पानीले भिजेर कस्तो फिल भयो सानो मम्मा मिठो ए हामी चाहिँ खाजा खान लागेको हेलो खाजा साजा खायौँ अनि माछा हेर्न आएको यहाँ चाहिँ बच्चाहरू रहेछ हामी चाहिँ यहाँ छौँ अहिले आइया पानी पर्यो सानो हेर्नु के छ गाइज हामी ठिक छ हामी माछा सिर पौडी खेल्दै हौं हामी देखाउँदैन नि तलतिरको दाइ के भयो
मासु कति धेरै हामी चाहिँ यहाँ छौँ फोटो खिच्ने कार्यक्रम हुँदैछ म चाहिँ यता छु गाइज आजको भिडियो चाहिँ यस्तै भयो यो अलिक कटाउने भिडियो है यो चाहिँ मेरो ह्यान्डसम छोरा कोही बुहारी हुने छ भने हात उठाउनलाई कमेन्ट गर्नु होला म रेडी छु भनेर मेरो फोटो खिच्दै बजाएर यिनीहरूले मलाई ल्याङ ल्याङ गरे आमा हेलो मेरो आमा कस्तो राम्रो देखेको हो माछा Oh my God, goodness. मलाई उतै पिङ खेल्न मन लाग्छ अब म त्यो पिङ खेल्न जान्छु आज चाहिँ हामी यतातिर छौँ बच्चाहरूसँग एकदम रमाइलो रमणीय ठाउँ रहेछ मन पर्यो तपाईँहरू पनि आउन सक्नुहुन्छ धेरै जस्तो साथीहरू त आइसक्नु भयो आउनु होला रमाइलो गर्नु होला एकदम राम्रो प्लेस छ एकदम राम्रो ठाउँ छ हामी छिटो फोटो खिच्ने खिचाम जाम अब त्यहाँ गाडीले सोध्यो होला खोइ म चाहिँ फर्केको अँतेरो भयो अँतेरो भयो यस्तो आयो यस्तो छ हामी चाहिँ म चाहिँ यता छु रेम्बो टावर बाई बाई फेरि भेटौँ ल बा फर्किएँ है दाइ ल है साथीहरू हामी फर्कियो भन्नु बाबु साथी हामी फर्कियो फर्किँदा राति भयो फर्किँदा राति भयो साथी हामी त टाढो आयो भन साथी हामी त टाढो आयो हामी त घर फर्कियौँ हामी त घर फर्कियौँ नि टाढा भयो हाम्रो घर अनि कति बेला हुन्छ र त्यो मर्निङ अनि नाइट नै हुन्छ ल त साथीहरू आज त दिनभरि हामी घुमघाम गरियो अनि बाटोमा चाहिँ रात परेको थियो कि हामी फर्किँदा अनि अहिलेसम्म घर आइपुगेँ घर आएर पनि सबै फ्रेस भइसक्यो म चाहिँ अब भिडियो इन गर्न चाहन्छु किनभने मेरो भिडियोमा खासै क्लियर पनि आएन होइन किनकि मेरो मोबाइल चाहिँ अर्को आइफोन चाहिँ बिग्रिएको छ अनि यो मोबाइलबाट बनाएको छु धेरै पछि हजुरको माझमा आएको छु माया गरिदिनु होला मेरो भिडियो कस्तो लाग्छ मनपर्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गर्न नभुल्नु होला भन्दै आजको भिडियोबाट म बिदा लिन्छु अर्को भिडियोमा भेट्ने बाजासहित आजको भिडियोबाट बाई बाई सबैजनालाई फेरि अर्को भिडियोमा छिट्टै भेटौँला मिस यु अहिले सबैजनालाई